जिन्दगी एउटा किताब जस्तै हो, किताबको खुल्ला पार्नु जस्तै। हामीले कुनै किताब पढ्यो भने छेट पढेर त्यो किताबलाई हामीले थाल्दिन्छौँ, वर्षौँ पनि त्यो किताबलाई हामीले वास्ता गर्दैनौँ। जिन्दगी पनि त्यस्तै हो, कोही आउँछ रमाइलो हुन्छ, कोही आउँछ मन दुखाउँछ। त्यो एउटा किताब जस्तै भएको छ। हामीले यो जिन्दगीलाई बिना अर्थमा अथवा बिना काममा चाहिँ वेस्ट नगर्नु। जिन्दगी एउटा अमूल्य चिज हो, त्यो भगवान्को देन भन्छ। अब भगवान्को देनसँगै आफ्नो आमा बा हरेक मान्छेको देन पनि हो, र त्यसलाई जिन्दगी कसरी चलेको छ त्यो पनि आफ्नो देन हो। मान्छे आउँछ जान्छ, सम्बन्धहरू आउँछ जान्छ टुट्छ, त्यसमा आफूले आफूलाई कहिले हरेस नखानुहोस्, अगाडि बढ्नुहोस्। सम्बन्धहरू यस्तो चिज हो, बुझ्नुले मात्रै बुझ्न सक्छ। कसैको सम्बन्धले गर्दाखेरि तपाईँले आफ्नो भविष्य नै नबिगार्नुहोस्। तपाईँलाई जन्म दिने तपाईँको बा आमा भन्दा संसारमा अरू ठुलो कोही पनि हुँदैन। त्यसपछि तपाईँले कर्म गर्नु। हामीहरूले देश विदेशहरू हामी जान्छौँ, किन जान्छौँ? केही सपनाहरू देखेर। अहिले प्राय देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ र दिदीबहिनीहरूको सोचमा एउटै नै छ, पैसा। हुन पनि पैसा यस्तो चिज हो जहाँ मान्छेले पैसाभन्दा ठुलो माया भन्ने गर्छ। तर तपाईँले सोच्नुपर्छ, यस्तो निहालेर सोच्ने गर्नुहोस्। पैसा नि तपाईँ बिमारी हुँदाखेरि तपाईँलाई चाहिने भनेको नै पैसा हो। तपाईँको फ्यामिली बिमारी हुँदाखेरि चाहिने नै पैसा हो। तपाईँलाई एक जोड कपडा लाउनको लागि चाहिने नै पैसा हो। मायाको जरुरत हुन्छ, माया बिना संसार चल्दैन। श्रीकृष्ण भगवान्ले पनि मायामा संसारै डुबाएको थियो नि त। तर हामी त्यो कुरालाई छोडेर बस्ने, हामीले यो कुरा सोच्छौँ कि हाम्रो जिन्दगी के गर्न पाएको। सानो कुराले मान्छेहरूले अहिले जिन्दगी गुमाइरहेको छ, कतिपयले सुसाइड गरिरहेको छ। सुसाइड गर्नु पाएको कारण के त? कसैको मायामा परेर, कसैले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेर। सुसाइड गर्ने सानो कुरा हो, सुसाइड गर्नु ठुलो मन चाहिन्छ। तर त्यो सुसाइड गर्नुमा रिजन के रिजन छ? त्यो रिजनले मात्रै सुसाइड गर्नु मात्रै एउटा समाधान थिएन नि। उसको सोच र उसको दिन त्यति नै थियो, त्यति नै सोच्यो। तर हामीले हरेक कुरालाई हरेक तरिकाले लानुपर्छ। जिन्दगीमा तलमाथि भइरहेको छ। तराजु पनि देख्नु भएको छ? तराजु देख्नु भएको छैन? खालि तराजु पनि राख्नुहोस् त, तपाईँको तलमाथि भइरहेको छ क्या। तर तराजु चाहिँ तपाईँले त्यो तरामाथि गरेको तराजु र अनि तपाईँले सामान हालेपछि पनि जोड्दाखेरि तपाईँको कहिले मिल्न बहुत गाह्रो भएको छ। बुझ्नु केजी पाउ गरेर गर्नुहुन्छ। जिन्दगी त्यस्तै हो, तलमाथि भइरहेको छ। तपाईँले हरेस नखानुहोस् भनेको मतलब त्यो होइन। हरेस नखानुहोस् भन्दाखेरि तपाईँलाई मन त दुख्छ नि, पीडा हुन्छ। आफूसँग भनेको जस्तो पुगेन, आफ्नो फ्यामिलीलाई पुगेन, यो चिज पुगेन, त्यो हुन्छ। तपाईँले प्रायः छोरा मान्छेले सङ्घर्ष गर्दाखेरि लुकाउने गर्छन्, यो कुराहरू पीडा लुकाउने गर्छन्। तर हामी मान्छेहरूले चाहिँ अब त्यही कुरालाई चाहिँ अब स्टेप लिएर त्यसले के गर्न सक्ने त्यो गर्न सक्दैन होइन। यो कुराहरू भइरहेको हुन्छ। हामीले जिन्दगीलाई सरल रूपमा लिउँ। जिन्दगी एउटा के हो भने जिन्दगी एउटा पुस्तक हो। पढ्ने होइन, पढेर भएपछि त्यसलाई हामीले वास्ता गर्दैनौँ भने किताब हामी पढ्यौँ नि त। कति पढ्यौँ? ब्याचलर डिग्री मान्छेले पढिरहेको हुन्छ है, कसैले 6, 7, 8, 9, 10 यसरी पढिरहेको हुन्छ, 1, 2, 3, 4 पढिरहेको हुन्छ। पढ्नु त पढ्यौँ नि त, त्यसको केही शब्द मात्रै दिमागमा लियो नि त हामीले। सबै त हामी त्यो लियौँ। अनि त्यो किताबलाई हामीले फालिदिन्छौँ क्या, वर्षौँ युज गर्दैनौँ, हामीले युजै गर्दैनौँ। तपाईँको ब्याचलर पढेर भ्याउनु भएपछि तपाईँले 100मा 1-2% मात्र युज गर्नुहुन्छ त्यो किताबहरू। जस्तै आफूलाई चाहिने किताबहरू 1-2वटा किताब मात्रै, सबै किताब तपाईँले युज गर्नु हुँदैन। त्यस्तै जिन्दगी पनि एउटा हो होइन। आफूलाई चाहिने चिज राख्नुहोस्, नचाहिने चिजलाई तपाईँले छोड्दै जानुहोस् स्टेप बाई। तपाईँलाई जो चिजमा आफूलाई चित्त परेको छैन त्यो चिज तपाईँले छोडिदिनुहोस्। रिस्क घमण्ड हुनुपर्छ। यो मात्रै होइन म संसारका लागि सबै राम्रो बन्छु भन्ने होइन, तपाईँमा रिस्क घमण्ड हुनुपर्छ। रिस्क घमण्ड हुनुभयो भने तपाईँले अगाडि बढ्नुहुन्छ। तपाईँले आफ्नो आफन्त
हर मान्छेलाई दिन सक्ने जवाब दिनुपर्छ। हुँदै गर्दा मैले भने हामी जन्मिँदाखेरि कसरी आएको थियो र मर्दाखेरि कसरी जान्छौँ। अब त नाङ्गे आएको नि, जाँदा पनि नाङ्गे जान्छौँ। तर यो होइन, हामीले बिचमा त कपडा लगाउँछौँ नि, किन भन्दाखेरि त्यो शरीरलाई ढाक्नु। त्यस्तै गरेर जिन्दगीलाई पनि त्यसै ढाक्दै लानुहोस् न। यहाँ समाजले के भन्छ, उसले के भन्छ, त्यो नसोच्नुहोस्। तपाईँको दुःख पर्दाखेरि तपाईँको आफ्नो मान्छेले तपाईँलाई साथ दिँदैन, यो कुरा सोच्नुहोस्। बुझ्नुभयो? तपाईँलाई दुःख पर्दाखेरि तपाईँको आफ्नो मान्छेले साथ दिँदैन। तपाईँको दाजुभाइ, आमा बाबा, हरेक मान्छेले तपाईँलाई दुःख पर्दाखेरि साथ दिँदैन। किनभने संसारमा तपाईँ एक्लै हुनुहुन्न। सङ्घर्ष गर्न सिक्नुहोस्, तपाईँ आफै बगाइ पर्नुहोस्। मसँग केही छैन, मान्छेले हुनु पर्दैन, तपाईँको मन साथ दिनु पऱ्यो। हुनु पर्दैन भनेर मैले केही गर्नु पर्दैन भनेर बस्ने होइन, केही त गर्नु पऱ्यो। आफूलाई बाँच्नको लागि आधारहरू हुन्छ। को मान्छेलाई हरेक माया प्रेम घर परेको टेन्सनले गर्दाखेरि डिप्रेसन हुन्छ। म पनि डिप्रेसनको शिकारबाट आएको, मैले डिप्रेसनको शिकारबाट म अगाडि बढेको होइन। मेरो जीवनमा पनि तलमाथि भए, कतिपय तलमाथि भए। म पनि देवदास बनेर बसेको भए चाहिँ मैले पनि त त्यो उमेर त त्यतिकै फाल्ने थियो होला। जीवनमा कहिले पनि आफूले तलमाथि चाहिँ नगर्नुहोस्। तपाईँलाई रुन मन छ, रुनुहोस्। टोयलेटमा जानुहोस्, धर रुनुहोस्। तपाईँ एकदम धर रुनुहोस्। पानी चलाउनुहोस्, धर रुनुहोस्। एकछिनपछि तपाईँ सोच्नुहोस् त, जुन मान्छेले तपाईँलाई रुवाएको थियो त्यो मान्छेले तपाईँलाई सम्झेको छ, के कारणले रोक्नु? तपाईँलाई त्यसपछि हाँस आउँछ। यो कुरा मेरो बुझिराख्नुहोस्। हुन त म सधैँ, तपाईँले मलाई जहिले देख्नुहुन्छ मेरो बुक्स कान मात्र देख्नुहुन्छ, मनभित्रको पीडा कसैले पनि देख्दैन। किनभने म त्यसले जिन्दगी जिउँछु। मेरो पहाडीको पीडा कसैले म अगाडि देख्छु। तपाईँले आफ्नो दुःख पीडा सुन्नुहुन्छ, त्यो मान्छेले त्यो तपाईँलाई कमजोरी गराउँछ। तपाईँको जुन कमजोरी पाउनुहुन्छ नि, त्यो कमजोरी पर्ने तपाईँलाई अगाडि बढ्न दिँदैन। त्यही कारणले अगाडि बढ्नुहोस्। साथीभाइ, दाजु दिदी बहिनी, यो फल्नाले यो भन्छ, समाजले यो भन्छ, मलाई त्यो नगर्नुहोस्। समाज, दाजुभाइ, दिदी बहिनी, यो दुनियाँ नि सिर्फ तपाईँको लागि। दुनियाँमा तपाईँ अगाडि बढ्नु छ भने मन दुखेको छ, रुनुहोस्। आफन्तहरूले तपाईँको मन दुखेको छ, रुनुहोस्। जिन्दगीमा तलमाथि भइरहेको हुन्छ, तर अगाडि बढ्न नछोड्नुहोस्। हामीले के पायौँ, के गुमायौँ, हामीसँग के छ नसोच्नुहोस्। तपाईँले जे पाउनु छ तपाईँले पाउनुहुन्छ होइन। तपाईँले जे पाउनु छ तपाईँले पाउनुहुन्छ, जे तपाईँले गुमाउनु छ त्यो गुमाउनुहुन्छ। तपाईँले यो लेखेर आएको चिज हो। तपाईँले तपाईँको लाइफ म परिवर्तन गर्छु, म यति बाँच्छु भनेर तपाईँले दिन रात यति बाँच्नुहुन्छ भने तपाईँलाई लेखेर आएको हुन्छ। तपाईँले त्योभन्दा बढी एक पल बाँच्न सक्नुहुन्न। संसारमा यो चिज याद गरेर राख्नुहोस्। तपाईँले बाँच्नको लागि नि तपाईँले लेखेर आएको हुन्छ माथिबाट। भविष्य चेन्ज गर्ने त्यो तपाईँको हातमा छ। त्यो आफूले त्यो दिनभित्रमा कसरी जिन्दगी जिउने त्यो तपाईँको हातमा छ। तर मरण लेखन भनेको नि माथिबाट लेखेर आएको चिज हो। हामीलाई जन्म हुनुभन्दा अगाडि नै तपाईँको मृत्यु यो दिनमा छ भनेर लेखेर आएको हुन्छ। त्यो दिन जिउनेजेलसम्म तपाईँले आफ्नो जिन्दगी परिवर्तन गर्न सक्छ। त्यसरी हिँड्नुहोस्। सबभन्दा पहिला जन्म दिने आमा, कर्म दिने ठाउँ, कर्म दिने आमा होला होइन। जुन ठाउँमा हामी काम गर्छौँ, जुन ठाउँमा त्यो ठाउँबाट दिइरहेको त्यो कर्म दिने ठाउँ हो, आमा भयो होइन। यहाँ को छ? कोही छैन, केही पनि छैन। तपाईँ हेर्नुहोस् न, हरेक मान्छेको सम्बन्ध टुटिरहेको छ, सम्बन्ध जोडिरहेको छ। कस्तो कस्तो मान्छे यो उसै हो कि एकअर्कामा बुझ्न सक्दैन। तपाईँ मिसअन्डरस्ट्यान्डिङ हुनुहुन्छ, तपाईँले आफ्नो लाइफ सुरु गर्नुहोस्, अगाडि बढ्नुहोस्, सल्लाहले गर्नुहोस्, झगडाले नगर्नुहोस्। झगडाले केही पनि हुँदैन। घमण्ड राख्नुहोस् है, रिस राख्नुहोस्, घमण्ड राख्नुहोस्, इगो गर्नुहोस्। तपाईँको इगो हट गर्नुहोस्। मैले यो गर्छु भनेर भित्री मनमा राख्नुहोस्, तर बाहिरी मनमा तपाईँ मुस्कानको साथमा मिठो गर्नुहोस्। त्यही नै छ जिन्दगी। त्योभन्दा राम्रो अरू जिन्दगी केही पनि छैन। हुन त मैले भन्दै गरेर तपाईँलाई यस्तो मेरो जीवनमा भएको कुरा पनि हो। कतिपय कुराहरू मेरो जीवनमा भयो। कस्तो स्थितिबाट कसरी हिँडेँ, म डिप्रेसनमा बसेँ, म डिप्रेसनमा भएँ। मलाई अहिले पनि कतिपय मलाई भन्नुपर्दाखेरि मलाई एक्लो ठाउँ मनपर्छ, एक्लो ठाउँ बस्नु मनपर्छ। एक्लै बसेर मात्रै कसै के सोच्नु मन पर्दैन। तर यो कुरा भन्दाखेरि तपाईँले पनि कतिपय मलाई डिप्रेसनको शिकार छु, म अझै पनि छु। तर म मेडिसिन लिएको छैन। म आफूलाई इम्प्रुभ गर्दै हिँडेको छु, आफूलाई ग्रो गर्दै हिँडेको छु। तर केही पनि छैन, जिन्दगी हो, चल्नुपर्छ भनेर सोचेको छु।
म जस्तो हजारौँ मान्छे भइरहेको होला, हजारौँ मान्छे हजारौँ केटाहरू बिचरा डिप्रेसनको शिकार भइरहेको छ, हजारौँ केटीहरू पनि डिप्रेसनको शिकार भएको छ। देश विदेश हामीहरू घरबाट देश विदेश हिँडेको छौँ। देश विदेशमा हामीलाई कतिपय टर्चर हुन्छ, बिहानदेखि बेलुकासम्म काम गर, त्यसपछि आऊ खाना पकाऊ, सुत समय हुँदैन, साथीभाइलाई कल गर्ने समय हुँदैन, आमा बाबालाई एकचोटि हेलो भन्ने समय हुँदैन, उहाँहरूले सम्झिने हामीले पनि हुँदैन। उहाँहरूले बाबु के गर्यो घर परिवार प्रायः घर परिवारले तपाईँले के गर्यो भनेर 100मा तपाईँको 3% मात्रै मान्छेहरूले तपाईँलाई सोधेको हुन्छ के गर्यो बाबु बेलुका। तर हाम्रो घर परिवारहरू त्यसै चाहिँ याद गर्दैन, प्रायः कतिपयको घरमा त्यो सोच्ने उस पनि हुँदैन। उहाँहरूमा मेरो बाबुहरूले के अनि फोन गर्दाखेरि मात्रै उहाँहरूले सोध्नुहुन्छ खाना खाएर के गर्यो, कस्तो छ, कस्तो चल्दैछ। त्यो बिचमा हामी मऱ्यो बाँच्यो केही पनि कुराहरू थाहा हुँदैन। त्यसैले जिन्दगी हामी देश विदेश जाँदाखेरि तलमाथि भइरहेको हुन्छ, त्यसलाई हामीले मेन्टेन गरेर जानुपर्छ। हुन त मैले धेरै बोलेँ, किन मलाई बोल्न नलाग्यो, म मेरो युट्युब च्यानल म नयाँ चलाउँदैछु, त्यसैले मैले बोलेको शब्दहरू तपाईँलाई नराम्रो लागेको छ। तपाईँहरूको बारेमा पनि केही कुरा भन्नु पऱ्यो भने मलाई भन्नुहोस्, म तपाईँको लागि यसरी नै यसरी भिडियो बनाएर आउँदैछु। हरेकचोटिमा तपाईँको लागि तपाईँले लेखेर पठाउनु भएको शब्दहरूलाई म यसरी नै भिडियोमा उतार्नेछु। तर मलाई केही पनि छैन। राम्रो लाग्यो हेर्नुहोस्, लाइक कमेन्ट गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, नराम्रो लाग्यो डिलिट गरिदिनुहोस्। लाइफको बारेमा म तपाईँलाई अलिकति मात्र बताएको छु स्टार्टिङतिर। पछिको दिनहरूमा तपाईँलाई त्यो कुराहरू राम्ररी विस्तारमा बताउनेछु। मेरो भविष्यमा मेरो जीवनमा के भयो, मेरो जीवनमा तलमाथि कसरी भयो, त्यो कुराहरू म एक गर्नेछु। र तपाईँहरूको बारेमा पनि सुन्न चाहनुहुन्छ त मेरो मुखबाट अथवा मेरो भोइसबाट भने तपाईँले मलाई मेसेजमा लेखेर पठाउन सक्नुहुन्छ। व्याकरण नेपालीमा लेखेर पठाउनुहोस्। तपाईँको म लेखेको शब्दहरू म तपाईँको भावनाहरू यसरी नै उतार्नेछु। यो मेरो युट्युब च्यानलमा तपाईँको चाहे मान्छेले हेरोस् नहेरोस्, तर म तपाईँको हरेक भावनालाई यो युट्युब च्यानलमा उतारेर देखाउनु मेरो बाचा भयो। लभ यु गाइज।